बिल्कुल सही सुना आपने। अपने स्क्रीन पे देखिए, हाउ टू कंसीडर 2 डिजिट, 3 डिजिट एंड 4 डिजिट नंबर्स। यानी कि हामी कसरी दुईटा डिजिट र तीनटा डिजिट अथवा चारवटा जुन डिजिटहरू त्यहाँ क्वेसनमा दिएका हुन्छन् तिनीहरूलाई हामीले लेट कसरी मान्ने त? आखिरमा कसरी हामीले जान्ने कि त्यो दुईटा डिजिटको नम्बर हुन्छ, तीनटा डिजिटको नम्बर हुन्छ, चारवटा डिजिटको जुन नम्बरहरू हुन्छन् तिनीहरूलाई हामीले मान्ने कसरी, त्यसले लेख्ने कसरी आफ्नो कपीमा? यस वेल आज हामी यसको कन्फ्युजनले एकदम 100% दूर गर्छौँ। ल भिडियोमा सबैजना लास्टमा बनिराख्नु होला। सो हेलो गाइज, माइसेल्फ राम एन्ड तपाईँहरूको प्यारो च्यानल इमेजिनिङ म्याथलाई अहिले हेरिराख्नु भएको छ। यसको बारेमा जान्नको लागि तपाईँहरू लास्टसम्म कोअपरेट गर्नु होला है। नाउ लेट्स बिगिन टु आवर क्लास। अहिले हामी हेर्छौँ हामीले दुईटा डिजिट, तीनटा डिजिट अथवा चारवटा जुन डिजिटहरू हुन्छन् तिनीहरूलाई रिप्रेजेन्ट कसरी गर्ने। ल हेर्नुहोस् है, हामीसँग केही इक्जाम्पलहरू छन् यहाँ। जसरी मालिम एउटा भयो 25, अर्को के छ मालिम 1 2 3 123 मान्यौ, र अर्को कलम के हेरौँ 4 5 6 7 जुन पनि छ। यहाँ हेर्नुहोस् है, यो के हो त दुईटा डिजिट भएको 2 डिजिट। हेर्नुहोस् यहाँ के छन्, एउटा डिजिट हो 2 र अर्को डिजिट के हो 5। यो त हाम्रो नम्बर भयो, 2 डिजिटको नम्बर भयो। अनि यो वाला के हो त 3 डिजिट्सको नम्बरहरू हुन् है। यो 3 डिजिटको नम्बर हो र यो वाला के हो 4 डिजिटको नम्बर, 4 डिजिट्सको नम्बर हो है। यहाँ हेर्नुहोस्, यो त हामीलाई थाहा छ 25 भनेको 2 डिजिटको नम्बर हो, 123 भनेको 3 डिजिटको नम्बर हो, र 4 5 6 7 जुन साथमा छ 4567 यो के त 4 डिजिटको नम्बर हो। यो त हामीलाई थाहै छ। तर यदि मालिम हामीले कुनै क्वेसन छ त्यसमा जुन दुईटा डिजिट भन्छ लेट 2 डिजिट नम्बर बी यति यति भन्छ हैन, त्यो नम्बरहरू यदि हामीले थाहा छैन भने त्यसले त मान्ने कसरी? हामीले आखिरमा म्याथमा लेट मान्न पर्छ। त्यो लेट मान्ने हामीले भ्यालु निकाल्ने हो। त त्यो भ्यालु निकाल्नको लागि आखिरमा कुन भ्यालु कसरी मान्ने त? त्यसको बारेमा अहिले हामी जान्छौँ एकदम डिटेलको बारेमा है। त्यसको बारेमा सबभन्दा पहिला हामी हेर्छौँ प्लेस भ्यालु। अब प्लेस भ्यालु के हो हामी सबैजना यहाँ हेर्नुहोस्। पहिला प्लेस भ्यालु, फर्स्ट लुक एट प्लेस भ्यालुज अफ नम्बर्स। यहाँ हेर्नुहोस्, यो नम्बर्सको प्लेस भ्यालु भनेको के हो? सायद तपाईँहरू बचपनमा सानो हुँदाखेरि क्लास 4 5 मा त्यहाँ हुँदाखेरि वान्स टेन्स हन्ड्रेड्स थाउजन्ड्स 10,000 यस्तै गरी सबै तपाईहरु पढ्नुभएको छ। यानी कि यसले एकाई, दुहाई, वन्स भनेको एकाई जुन एक नम्बर पर्छ, टेन्स भनेको जुन दोस्रो नम्बर पर्छ त्यो दुहाई हो, तेस्रो नम्बर पर्नेलाई त्यसले भनिन्छ 100, अनि चौथो नम्बर पर्नेलाई त्यसले 1000 भनिन्छ अथवा 1000 भनिन्छ। त्यसपछि 10,000 जम्मै तपाईहरुलाई थाहा छ। यही हेर्नुहोस्, जहिले पनि हामी एकाई, दुहाई, 100,000 नम्बरको पछाडिबाट हेर्छौं, पछाडिबाट, अगाडिबाट हैन है। हामी पछाडिबाट हेर्छौं। त यो भयो एकाई, दुहाई, 100 र 1000। यसमा चारवटा छ, कहाँसम्म गयो 1000 सम्म गयो। 4567 यो भयो। यानी कि 4 केमा छ 1000 मा छ, 5 100 मा छ, 6 10 मा छ र अर्को 7 वाला एउटा पहिलो पोजिसनमा छ है। पहिला हामी हेरिहालौँ। यहाँ म अहिले नम्बर तपाईलाई देखाएको छु। मालिम हामीसँग छ 1 3 8 2 7 1 5 4 यस्तो ल हामीसँग यो नम्बर छ है। भने जुन यो लास्ट वाला नम्बर हो, यो लास्ट वाला नम्बर यसले के भन्छ वान्स। सुरुवात यहाँबाट पछाडिबाट गर्ने है लेख्नको लागि। वान्स भयो, यो हो टेन्स, यो हो 100, 1000, 10,000, लाख, 10 लाख, करोड यस्तै जान्छ है। यहाँ हेर्नुहोस्, यो भयो टेन्समा, यो भयो 100 हन्ड्रेड्स, अनि यो कसमा गयो त 1000।
थाउजेंड्स यो कसमा गयो त्यसपछि 10,000 हेर्नुस् यस्तै गरे यो कसमा हुन्छ त यो लाख मन लाखमा है अनि यो के हुन्छ यो 10 लाखमा यसको पोजिसन हो है त्यसपछि लाखपछि अब यहाँ हेर्नुहोस् यो के भयो करोड यहाँसम्म हेर्नुहोस् यो केमा गयो करोडमा गयो है त्यस्तै हुन्छ पछाडिबाट हामीले हेर्दै जाने हो अनि अर्को हामीले के थाहा छ कि यो नम्बरलाई हामी एक्सपान्डेड फर्मबाट एक्सपान्डेड हेर्नुहोस् एक्सपान्डेड फर्म यानी कि यो विस्तार गरिएको वाला यहाँ हेर्नुहोस् विस्तार गरिएको सबभन्दा पहिला हेर्नुहोस् मालिमले कुनै नम्बर छ 1 2 3 4 5 मालिम हामीसँग 5 वटा डिजिटको नम्बर छ भने यसलाई हामीले एक्सपान्डेड फर्ममा कसरी गरिन्छ भने यहाँ हेर्नुहोस् है पहिला अगाडि के छ 1 ले लेख्नुस् 1 को पछाडि कतिवटा जिरो छ 1 को पछाडि कतिवटा नम्बर छ 1 2 3 4 चारवटा नम्बर छ भने जतिवटा नम्बर हुन्छ त्यतिवटा यसको पछाडि के गरिदिनुस् जिरो थपिदिनुस् भयो चारवटा फेरि प्लस गर्नुस् अब 1 को पालो खत्म भयो कसको पालो आयो 2 को पालो त 2 को पालो हेर्दाखेरि यहाँ के गर्ने 2 लेखिदिने अब 2 को पछाडि कतिवटा नम्बर छ फेरि यहाँ कतिवटा डिजिट छ 1 2 3 तीनवटा डिजिट छ त्यसको यहाँ त्यो तीनवटा डिजिटको सट्टामा तीनवटा जिरो गरिदिनुस् फेरि प्लस अब यो जुन 3 छ 2 को पालो पानी खत्म भयो अब पालो आयो 3 को त्यहाँ 3 लेख्नुस् यसको पछाडि कतिवटा डिजिट छ दुईटा है यसलाई दुईटा भयो फेरि प्लस 4 को पालो आयो अब 4 को पछाडि कतिवटा डिजिट छ एउटा छ यसलाई यहाँ लेखिदिनुस् एउटा जिरो फेरि 5 को पछाडि कतिवटा डिजिट छ एउटा पनि 5 को पछाडि एउटा पनि डिजिट छैन त्यसैले यसको पछाडि हामीले केही पनि लेख्न भएन अब हेर्नुस् जसरी हाम्रो के आयो त यहाँ एकाई दुहाई 100 1000 10,000 यस्तो भयो हैन यसलाई सबभन्दा पहिला के बुझ्नु त कि यो हो वन्स को पोजिसनमा यो हो टेन्स को पोजिसनमा यो हो 100 को पोजिसनमा यो हो 1000 र यो वाला के हो 10,000 को पोजिसनमा छ त जुन वाला जतिको पोजिसनमा हुन्छ त्यसले हामीले त्यतिले मल्टिप्लाई गर्न सकिन्छ यो कसरी हुन्छ त्यही हेर्नुस् पहिला 5 छ हैन यो वन्समा छ त्यसैले बरु हामी यसलाई 5 into 1 गर्न पाइन्छ हेर्नुस् 5 into 1 यो भयो फेरि प्लस अब हेर्नुस् जुन यो 40 छ यसलाई हामीले 4 into 10 को फर्ममा लेख्न सकिन्छ कि नै 10 को 40 यानी कि यो हुन्छ ल फेरि अब यो 100 को पोजिसनमा जसरी 1 को पोजिसनमा भयो 1 ले मल्टिप्लाई गर्यौं 10 को पोजिसनमा थियो 10 ले मल्टिप्लाई गर्यौं अब यहाँ छ 100 को पोजिसन त खाली यो अगाडिको नम्बरले छोडेर बाकी जुन पोजिसनमा हुन्छ त्यतिमा के गर्दिने यसलाई मल्टिप्लाई गर्दिने ल हेर्नुस् है मालिम 3 यहाँ 3 त नम्बर हो 3 नम्बर आयो इन्टु कुन पोजिसनमा छ यो 100 को पोजिसनमा त्यसैले के भयो 100 यहाँ 3 ले मल्टिप्लाई भयो फेरि प्लस यो हो 1000 को पोजिसनमा है यसको प्लेस भ्यालु के हो 1000 प्लेस भ्यालु यसको हो भने 2 लाई जुन अगाडिको नम्बर छ त्यसलाई अगाडि राखेर इन्टु कुन पोजिसन हो 1000 को पोजिसन त्यसैले यसले हामीले के गर्न सकिन्छ 1000 ले मल्टिप्लाई गर्न सकिन्छ र अर्को छ यो वाला 10,000 को त अगाडि यहाँ पहिल्यैदेखि 1 छ यसलाई हामीले यस्तो पनि गर्न सकिन्छ 1 into 10,000 ल यस्तो 1 मल्टिप्लाई गरेर त्यही नै आउँछ यानी कि जुन हामी माथि एक्सपान्डेड फर्म थियौं त्यसलाई हामीले प्लेस भ्यालुको फर्ममा यहाँ लेखिदिएछौं है 5 वाला फर्स्ट पोजिसनमा छ 1 मा छ त्यसैले 1 ले मल्टिप्लाई भयो 4 वाला 10 को पोजिसनमा छ 10 ले मल्टिप्लाई भयो यो 3 वाला 100 को पोजिसनमा छ 100 ले मल्टिप्लाई भयो यो जुन 2 छ यो कतिमा छ 1000 को पोजिसनमा छ 1000 ले मल्टिप्लाई भयो सेम त्यस्तै यो 10,000 को पोजिसनमा छ 10,000 को फर्ममा त्यो मल्टिप्लाई भयो यसलाई हामीले ल मानम जस्तै जुन हाम्रो नम्बर छ अब यो नम्बरको सट्टामा ल मान लियो यदि यसमा नम्बर छैन अथवा एउटा बरु हामी एउटा दुईटा डिजिटको पनि हामी हेरिहालौं है ल मान लियो हामीसँग एउटा छ 85 85 ल हामीसँग दुईटा डिजिट छ है यसलाई पनि यदि हामीले एक्सपान्डेड फर्ममा लेख्न पर्यो भने कसरी गरिन्छ हामीले यहाँ हेर्नुस् 8 को पछाडि एउटा नम्बर छ एउटा डिजिट छ त्यो एउटा जिरो प्लस 5 यसको पछाडि कुनै पनि डिजिट छैन त्यसैले यसको पछाडि जिरो आउँदैन अब यसलाई हामीले के गर्न सकिन्छ कि यसलाई है 8 into 10
यो गर्न पाइन्छ किनभने यो के छ दशौंको पोजिसनमा छ, टेन्सको पोजिसनमा। फेरि प्लस 5 लाई हामी इन्टु 1 गर्न सकिन्छ। 5 × 5 8 × 80 ठ्याक्क त्यही भइहाल्यो। बस खाली हामी 80 ले एक्सपान्डेड फर्ममा थोरै गरेछौँ, यति मात्रै हो है। अब हेर्नुहोस् यो त हाम्रो आइसक्यो है, यहाँ आइसकेछ हाम्रो। यो त हाम्रो यस्तो भयो 2 डिजिटवाला भयो। सेम यस्तै तपाईँहरू 3 डिजिटको पनि गर्न सक्नुहुन्छ। यहाँ ल पहिला यसलाई हामी हेरौँ। बरु यसलाई यदि यो दुईटा डिजिट हामीले थाहा नभएको भए है, यदि यो दुईटा डिजिटहरू हामीले थाहा नभएको भए त हामी कसरी लेखिन्थ्यो? लेख्न सकिन्थेन होला। भने त्यसलाई कसरी अब लेखिन्छ यहाँ हेरौँ है। यदि मानिलिउँ यदि थाहा छैन भने अगाडिवालालाई x मानिहालौँ, पछाडिवाला के मानिहालौँ y मानिहालौँ। त्यहाँ मानौँ लेट द 2 डिजिट्स बी x एन्ड y यति मानौँ रेस्पेक्टिभली हामी लेख्दिउँ है। यानी कि यो वाला अगाडि हो, बी वाला y वाला पछाडि हो। जुन अगाडि हुन्छ त्यो अगाडिवाला हो अनि जुन y हुन्छ त्यो पछाडिवाला हुन्छ है। अब मानौँ त भने 8 को सट्टामा हेर्नुहोस् है। यदि यहाँ जुन डिजिट छ मानिलिउँ 8 भनेको के हो, लेट 8 भनेको x हो अनि जुन यहाँ 5 छ त्यो 5 भनेको के हो y हो। यहाँ हेर्नुहोस् यहाँ यसलाई हामी 8 लाई x मानेछौँ र 5 ले के मानेछौँ y मानेछौँ, यति हो। भने यसको सट्टामा हामीले के गर्न सकिन्छ? यहाँ यसको सट्टामा हामीले के गर्न सकिन्छ? यहाँ हेर्नु त 8 को सट्टामा x राख्न सकिन्छ कि नै? आई होप राख्न सकिन्छ है। ल 8 को सट्टामा म x राख्दिएँ, x इन्टु 10 यो भयो। फेरि प्लस 5 को सट्टामा के राख्ने हामीले y, तो y इन्टु 1 है। अब यसले कहाँबाट गर्न सकिन्छ? 10 इन्टु x भनेको 10x प्लस 1 इन्टु x भनेको कति, 1 इन्टु y भनेको कति हुन्छ y। यानी कि हेर्नुहोस् ठ्याक्कै जुन दुईटा डिजिटको नम्बर थियो त्यसलाई हामीले कति रिप्रेजेन्ट गर्यौँ? 10x प्लस y गर्यौँ कि नै? यहाँ गर्यौँ होइन। सेम त्यस्तै यसैको लागि जुन हामी यसले यहाँ मान्छौँ भने दुईटा डिजिट देन 2 डिजिट्स नम्बर, जुन दुईटा डिजिटको नम्बर हुन्छ त्यो के भन्छ यहाँबाट हाम्रो? यानी कि 10x प्लस y भन्छ। आई होप तपाईँले यति समझमा आइसक्यो होला। आइसकेछ भने अब हामी जान्छौँ त्यो 2, 3 र 4 त्यसलाई पहिला एउटा फर्मुलाको फर्ममा लेखौँ है। यो जम्मै छ, यसमा अब के पनि गर्नुपर्छ सेम यस्तै हुन्छ। 3 डिजिटको पनि र 4 डिजिटको पनि सेम यस्तै नै हुन्छ। योभन्दा अरू केही पनि फरक हुँदैन। बस खालि यहाँ के छ कि यहाँ हामी दुईटा थियो त हामी XY मारिहाल्यौँ, 3टा हुन्छ भने XYZ मारिहाल्छौँ। जे पनि तपाईँहरू ABCD जे पनि मान्न सक्नुहुन्छ, त्यसमा कुनै पनि जरुरी छैन कि हामीले x मान्ने र y मान्ने, यति मात्रै जरुरी छैन है। तपाईँहरू जे पनि मान्न सक्नुहुन्छ। नाउ अब हामी जाम त पहिला यहाँ 2 डिजिट, 3 डिजिट र 4 डिजिट तिनीहरूलाई कसरी लेखिन्छ हामीले म यहाँ फर्मुला तपाईँको लागि बनाइदिन्छु है। सेम यस्तै हुन्छ, तपाईँ यहाँबाट बुझ्नु होला जम्मै। यहाँ हेर्नुहोस् तपाईँ यहाँबाट बुझ्नु होला है। ल अब हेरौँ है। यहाँ हामी लेखौँ representing 2 डिजिट नम्बर। यहाँ हेर्नु है, जुन दुईटा डिजिटको नम्बर छ त्यसलाई हामीले कसरी रिप्रेजेन्ट गर्ने? सेम जसरी म पहिला बुझाएँ तपाईँहरूलाई सेम त्यही नै हो। बस खालि अहिले हामी यहाँ फर्मुला यो अहिले एउटा फर्मुलाको पेज तयार गरिरहेका छौँ है। त पहिलो नम्बर मान्नुहोस् लेट x एन्ड y बी 2 डिजिट्स which are placed यहाँ यिनीहरूलाई कसरी प्लेस गरेको हो कि जुन पछाडिवाला छ त्यो 1s हो र जुन अगाडिवाला छ त्यो 10s हो है। यहाँ अहिले हामी x लाई अगाडि लेखेछौँ त्यसैले पहिला 10s लेख्नुहोस्। which are placed 10s and 1s positions respectively। यहाँ हेर्नुहोस् तपाईहरू यो प्लेस्ड which are placed 10s and 1s पोजिसन्स यो लेख्न पनि पर्दैन र तपाईहरुको अहिले म खाली यो एकदम राम्रोसँग बुझाउनको लागि मात्र यति लेखेको है। नत्र हामी क्वेशन सोल्भ गर्दाखेरि लेट x एन्ड y बी द 2 डिजिट्स यति मात्रै मार्ने पनि हामीले गर्न सकिन्छ त्यो क्वेशनहरुलाई है। नाउ
यहाँ हेर्नुहोस् है, द 2 डिजिट नम्बर जुन 2टा डिजिटको नम्बर हुन्छ त्यो के हुन्छ, सबभन्दा पहिला एक्सको पोजिसन हो टेन्स, त्यसैले यो के भयो 10x भयो, 10ले मल्टिप्लाई भयो, फेरि प्लस वाईको पोजिसन हो y, त्यसैले के भयो y। सेम यही हो हाम्रो, यही हो है बाबु। यति बुझ्नु तपाईहरु। यहाँ छ 10x + y, यो हो के दुईटा डिजिटलाई कसरी रिप्रेजेन्ट गर्ने त सेम यही हो, 10x + y हो, यति मात्रै हो। अब फेरि तेस्रोको लागि हामी हेरौँ, अर्को रिप्रेजेन्टिङ 3 डिजिट्स नम्बर, जुन 3टा डिजिटको नम्बर हुन्छ त्यसले कसरी रिप्रेजेन्ट गर्ने, त्यसको लागि पनि मानिहाल हामी। हाम्रो यहाँ दुईटा थियो त हामी दुईटा मान्यौँ, x र y मान्यौँ, यसमा 3टा छ, 3टा मानिहाल्नुस्। लेट x, y एन्ड z आर 3 डिजिट्स which are placed, यहाँ हेर्नुहोस् है, यहाँ which are placed, यहाँ के छ पछाडि कुन हो, z हो, त्यसपछि y छ, त्यसपछि x छ, यानी कि सबभन्दा अगाडि छ, त पछाडिवाला के हुन्छ वन्स, यो वाला के हुन्छ टेन्स, र यो वाला के हुन्छ 100 को पोजिसनमा। त्यसैले यहाँ गरौँ x वाला 100 को पोजिसनमा छ, यसलाई लेखौँ which are placed एट, यहाँ लेख्नुहोस् 100, त्यसपछि यो के हो टेन्स, अनि त्यसपछि यो के हो वन्स पोजिसन्स रेस्पेक्टिभली। यति बुझ्नुभयो तपाईहरु? ल यति बुझ्नुहोस् है। सो द 3 डिजिट नम्बर, जुन 3टा डिजिटको नम्बर हुन्छ त्यो के हुन्छ, सबभन्दा पहिला हेरिहालौँ। x वाला 100 को पोजिसनमा छ, त्यसैले त्यो 100 ले मल्टिप्लाई भयो, यो भयो x, फेरि प्लस y 10 को पोजिसनमा छ, त्यसैले y 10 ले मल्टिप्लाई हुन्छ है, फेरि प्लस z पहिलो पोजिसनमा छ, त्यसैले त्यो 1 बाट मल्टिप्लाई हुन्छ, र z * 1 भनेको त्यो z रहन्छ। यही हो हाम्रो 10x, ए 100x + 10y + z, यो के हाम्रो 3टा डिजिटहरूलाई रिप्रेजेन्ट गर्ने मेन तरिका हो। यति हो है। ल अर्को पनि एउटा हामी हेरिहालौँ, फर 4 डिजिट्स है, हामी 4वटा डिजिटको लागि त्यहाँ मानिहाल्नुस्। लेट यसमा x y z 3टा मात्रै हो, w x y z पनि तपाईँ मान्न सक्नुहुन्छ, अथवा a b c d जे हुन्छ त्यो मानिहाल्नुस् है। ल हामी a b c d मानिहालौँ। लेट a b c एन्ड d b, यहाँ हेर्नुहोस् है, a b c र d b 4 डिजिट्स है। देन म यसमा त्यो लेखेन प्लेस नम्बर है, प्लेस भ्यालुमा लेखेन। यहाँ यो अगाडि छ त्यो, यसमा 4वटा छ भने यो हो वन्स, यो सी हो टेन्स, बी हो 100 र यो के हो 1000 वाला। त्यसैले सो 4 डिजिट, जुन 4वटा डिजिटको डिजिट्स नम्बर, जुन 4वटा डिजिटको यहाँ नम्बर हुन्छ बाबु, त्यो के हुन्छ, यानी कि यो ए मा ए हजारौं पोजिसनमा छ, त्यसैले यसलाई के गर्ने 1000 ले मल्टिप्लाई गर्ने, 1000 ए प्लस बी के पोजिसनमा छ 100 को पोजिसनमा छ, त्यसैले यसले के गर्नु त 100 * बी गर्नु, फेरि प्लस सी 10 को पोजिसनमा छ, त्यसैले मल्टिप्लाई बाइ 10, सी ले मल्टिप्लाई, यहाँ 10 लाई 10 ले मल्टिप्लाई गर्ने, र फेरि डी भनेको पहिलो पोजिसन वन्स पोजिसनमा छ भने यसलाई के गर्ने मल्टिप्लाई बाइ 1, र डी लाई यदि 1 ले मल्टिप्लाई गरियो भने त्यहाँ कति हुन्छ डी नै हुन्छ। त्यसैले हाम्रो यहाँ 3टा मेन फर्मुलाहरू भइसकेको छ। तर फर क्लास 9 एन्ड 10 र एबभ क्लासेसहरूको लागि पनि, क्लास 9 10 को लागि यो कुरा मेन इम्पोर्टेन्ट छ है, दुईटा डिजिटको लागि 10x + y, यो हो दुईटा डिजिटको, यति याद राख्नु होला है। अनि कहिलेकाहीँ त केसेसहरुमा के भन्छ भने कि उनीहरु क्वेशनमा के पनि भन्छ कि रिभर्स्ड पनि भन्छ, अथवा अल्टर्ड, ALTERED अल्टर्ड,
है। रिभर्स्ड अथवा अल्टर्ड यो भनेको हो कि जुन त्यो नम्बर हुन्छ त्यसको डिजिटहरूले के गरेको हो, अल्टर रिभर्स गरिएको कि अगाडिवालालाई पछाडि र पछाडिवालालाई अगाडि गरिएको हो। अल्टरलाई यहाँ इन्टरचेन्ज पनि भनिन्छ। यहाँ हेर्नुहोस्, इन्टरचेन्ज्ड यहाँ पनि भनिन्छ है। यहाँ रिभर्स्ड, इन्टरचेन्ज अथवा अल्टर्ड फर्म अफ ओरिजिनल नम्बर। यो ओरिजिनल भनेको सुरुवातको, त हाम्रो के हो, लेट द ओरिजिनल जुन हाम्रो ओरिजिनल नम्बर हो, ओरिजिनल 2 डिजिट नम्बर बी 10x + y। यहाँ हेर्नुहोस्, यो हाम्रो ओरिजिनल नम्बर हो है। 10x + y भनेको हो ओरिजिनल नम्बर हो। अनि यदि कहीँ भनिदियो कि रिभर्स्ड अथवा अल्टर्ड अथवा इन्टरचेन्ज्ड है, यदि यो भनिदिएको भए भने यसको भनेको के हो कि यहाँ जुन डिजिटहरू छ नि, यो डिजिटहरू आपसमा इन्टरचेन्ज हुनु हो। यानि कि x वाला y को सट्टामा र y वाला x को ठाउँमा यिनीहरू चेन्ज भइहाल्छन् भने यहाँ हाम्रो के हुन्छ, देयरफोर द रिभर्स्ड नम्बर अफ 10x + y। हेर्नुहोस्, यहाँ 10x + y को रिभर्स नम्बर के हो कि x को सट्टामा y आउँछ र y को सट्टामा x आउँछ। यानि कि डिजिटहरू यहाँ डिजिटहरू के भइरहेछन्, इन्टरचेन्ज भइरहेछन् है। यानि कि तिनीहरू आपसमा आफ्नो पोजिसनलाई एक्सचेन्ज गरिरहेछन् भने यहाँ x को सट्टामा y हाल्छ र y को सट्टामा के हाल्छ, x भइहाल्छ। यही के हो, हाम्रो इन्टरचेन्ज अथवा अल्टर्ड फर्म हो है। यति तपाईहरु याद राख्नु होला। ल, यति कहिलेको हाम्रो टपिक हो। आई होप यति बुझ्नु होला तपाईहरु। ल, यति बुझेपछि अब हामी अहिले क्वेशन हेर्छौं। हाम्रो भिडियो लामो भइसकेको छ, त्यसैले हामी यसको क्वेशन बरु नेक्स्ट पार्टमा गर्छौं है। तपाईहरु नेक्स्ट पार्ट पनि हेर्नु होला यदि राम्रोसँग बुझ्न छ भने। ल, थ्यांक यू, सब्स्क्राइब एन्ड लाइक।